ओहो गाइज, मेरो पछाडि तपाईँले फोटो देख्नुभएको छ होला होइन, त्यो व्यक्तिको नाम हो निक बिजुसिक भन्ने व्यक्ति। जो व्यक्तिसँग चाहिँ दुईवटा हात पनि छैन, दुईवटा खुट्टा पनि छैन, तर आज ऊ चाहिँ सक्सेसफुल छ क्या। तपाईँ हामीले कति कम्प्लेन गर्छौँ नि त होइन, मसँग चाहिँ यो छैन वो छैन भनेर। तर एक्चुली यो व्यक्तिलाई हेर्नुहोस् कि, जो व्यक्तिसँग खुट्टा पनि छैन हात पनि छैन, त्यही पनि आज उसले बेस्ट वर्ल्डमा चाहिँ लिड गरिरहेको छ क्या। तपाईँ हामी चाहिँ कमजोरी किन हुने? सो त्यही भएर यो व्यक्तिलाई हेरेर पनि इन्सपिरेसन ल्याउनु होला। म यो व्यक्तिबाट एकदम प्रभावित छु कि यो व्यक्ति चाहिँ एउटा यस्तो सिचुएसनमा थियो कि मेरो खुट्टा पनि छैन हात पनि छैन भनेर उसले चाहिँ सुसाइड गर्न खोजिरहेको थियो। तैपनि उसले चाहिँ आफ्नो फ्यामिलीलाई हेरेर चाहिँ भन्यो कि ओ मैले पनि गर्नु सक्छु भनेर चाहिँ आज ऊ चाहिँ वर्ल्डको सबैभन्दा बेस्ट मोटिभेसनल स्पिकर भनेर चाहिँ गनिन्छ क्या। र आज उसले चाहिँ 200वटा भन्दा बढी देशलाई पनि उसले के गरिरहेको छ, लिड गरिरहेको छ क्या। सो यो व्यक्तिलाई हेरेर चाहिँ आफ्नो जीवनमा पनि केही बदलाव ल्याउनुहोस् होला है। सो थ्याङ्क यू सो मच।